हेलो साथीहरू सम्पूर्णलाई फेरि पनि नमस्कार अनि शुभ बिहानी। सदा चाहिँ हामी आजको दिन पनि आफ्नो काम गर्ने ठाउँमा आइसकेका छौँ। के हुन्छ आजको दिनभरिमा भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। अब आज पनि फेरि हाम्रो काम गर्ने क्षेत्रमा जाँदा बाढी झन् बढेर जति काम गरेको लगभग 25-30 मिटर अझ बाढीले प्रभावित पारिसकेको थियो। पानी पनि एकदमै तीव्र रूपमा बाढी बढिरहेको छ। कामहरू पनि भइरहेछ, बाढीहरू बहिरहेछ। अब यही बाढी फुटेर गाउँतिर आएर डुबान नपरोस् भन्नका हेतु यो तटबन्धन अथवा ड्याम बनाउने कामहरू भइरहेको छ। लगभग विगत 3 महिनादेखि नै यो काम सुरु भइरहेको रहेछ। तैपनि बाढी रोक्न भने सकिएको छैन। तर प्रयास जारी नै छ, कामहरू भइरहेछ। हामी धेरै आजको मान्छेहरू धेरै थिए, किन भन्दा सायद बाढी झन् तीव्र रूपमा बढेको भएर होला। र कोही व्यक्तिहरू जाली बुन्दै थिए, कोही माटो भर्दै थियो भने अब कसैले यो ड्यामहरू बनाउँथ्यो थाहा छैन यो के काम गर्छ। जहाँसम्म मलाई लाग्छ बाढी यता नआओस् भन्नका लागि यो बनाइन्छ होला। कामहरू पनि गरिरहेको छ, सबैले गरिरहेको छ, आफ्नो बेस्ट दिइरहेको छ बाढीलाई कसरी हुन्छ रोक्नका लागि। अब हाम्रो टोली पनि यता माटो भर्ने काम, माटो भर्दै बोरा भर्ने अनि त्यसपछि यही बोरा लगेर जालीहरू भर्ने काम हुन्छ। सबैले जस उच्च मनोबलका साथ कामहरू भइरहेकै छ। यता नेपाली सेनाको टोलीहरू पनि लागिपरेको छ। यस्तो घाम थियो कि कुरै छोडिदिनुहोस् आज, जुन घामले गर्दाखेरि टाउकोमा बोरा लगाएर सुद्धा काम गर्नुपर्ने आएको थियो। अब हामी सुरक्षाकर्मी भइसकेपछि यतिको चाहिँ हुनपर्छ। घाम पानी केही पनि भन्न चाहिँ हुँदैन जस्तो लाग्छ र त्यो भएको पनि छ। यस्तो टन्टलापूर्व घाममा टाउकोमा बोराहरू लगाएर पनि कामहरू गरिरहेकै छौँ। सबै जोस हलदार साहबदेखि लिएर सबै हाम्रो साथीहरू जोसका साथ काम गरिरहनु भएको छ। बाढीलाई हेर्दै ओहो यो हिजो यहाँसम्म गरेर आज त यहाँ पुगेछ भन्दै कामहरू गरिसक्नु भएको थियो। त्यति मात्र नभई यहाँ हाम्रो नेपाली सेनाको टोलीले पनि जोस काम गरिरहेको थियो। हिजो चाहिँ बाढी 30-35 मिटर लगभग यता च्यापिसकेको थियो र यहाँ स्थानीय नागरिकहरू पनि पानीमुनि गएर जालीहरू भर्ने काम गरिरहनु भएको थियो। यत्तिकैमा घामहरू धेरै भएर बोरा लगभग 200वटा जति भरिसकेको थियो। यो फेरि अझ अरू भर्ने काम भइरहेको छ। यस्तो घाममा काम गरिसकेपछि भोक लाग्यो। भोक लागिसकेपछि स्थानीय बासिन्दाहरूले रोटी तरकारीहरू ल्याइदिनु भयो र त्यही खाँदै गफ गर्दै साथीहरूसँग जोस सुख दुःख साट्ने काम भयो। एकछिनको काम पनि जोस यो खानाले टार्यो। त्यसपछि एक्कासी अचानक बादल कालो हुँदै आयो र पानी पर्ला जस्तो भइसकेको थियो। पानी चाहिँ परिसकेको थिएन। पानी पर्ला र नदीको बहाव पनि बढिरहेको थियो। यत्तिकैमा त्यसपछि एकचोटि काम गर्नुपर्छ भनेर जोस जागरका साथ फेरि काम गर्न लाग्यौँ। सबै साथीहरू हतारमा पानी पर्ला जस्तो भइरहेको थियो। त्यसपछि काम गर्ने कुराहरू भइरहेको थियो। उता स्थानीय नागरिकहरू पनि चिन्तित भएर हेर्न आउनुभएको थियो। सायद पानीको बहाव गाउँतिर ढल्किन्छ कि भनेर होला। सबै आफ्नो तर्फबाट काम गरिरहेका थियौँ। कसैले माटो भर्ने, कसैले बोरा बान्ने, कसैले जाली बुन्ने कामहरू भइरहेको थियो। यति काम गरिसकेपछि आजको दिनमा लगभग काम यही सकियो। भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद। जय नेपाल।